पुलिसको अगाडि फेरि हेलमेट पिटेका छन्। नारायणी अस्पतालमा आज आएको छु। हिजोको काण्ड चाहिँ के भएछ कि यहाँ मायोकार्डियल इन्फाक्सन हार्ट एट्याकको बिरामीको मृत्यु भएको छ। त्यो मृत्युलाई हेर्ने बित्तिकै यहाँको जनमानसमा एकदम आक्रोश पैदा भएछ नारायणी अस्पताललाई लिएर। पहिला चाहिँ मेडिकल अफिसरलाई सबभन्दा सानो डाक्टर हाम्रो इमर्जेन्सीमा भएको उपस्थित डाक्टरलाई पहिला गोदेछन्। त्यसपछि चाहिँ पछि त्यहाँ गोदेपछि उनीहरूको मन चाहिँ भरेन अनि त्यसपछि उनीहरूले प्रशासनिक हिसाबले सायद सुन्न अनुसारले सहायक सिडिओले अर्डर दिएर उहाँहरूले जमघाटलाई मिटिङ गराउन र शान्त गर्नमा जुन यहाँको प्रशासनिक जिम्माहरू पनि थियो उनीहरूले लागेर तिनीहरूलाई फेरि मेडिकल अफिसरलाई बोलाइएको छ अनि पुरै वार्डको मान्छेहरूले जबरजस्ती बोलाएर र पुलिसको अगाडि फेरि हेलमेट पिटेका छन्। त्यसको लागि म चाहिँ सबै यहाँ वीरगञ्जवासीलाई भन्न चाहन्छु, तपाईहरूले आफ्नो आक्रोश आफ्नो घरमा आफ्नो वाडा अध्यक्षलाई देखाउन नसकेर तपाईहरूले आएर यहाँको डाक्टरमाथि जुन आक्रोश देखाउनु भएछ त्यसले तपाईहरूको नामर्दी देखाउँछ। एउटा वीरगञ्जवासीलाई म यहाँ सबैलाई भन्न चाहन्छु, तपाईले यहाँ नारायणी अस्पताललाई मन्त्रालयमा गएर माग नगर्न सकेर त्यो आक्रोश चाहिँ तपाईँ आएर यहाँ मेडिकल अफिसरहरूलाई तपाईहरूले गोद्नुभएको छ। यहाँको इमर्जेन्सीमा कति डाक्टर छ, कति म्यान पावर छ, तपाईहरू यहाँ वाडा अध्यक्ष र यहाँको महानगरपालिकाको अध्यक्ष र यहाँको तपाईँको सबै सम्पूर्ण नेताहरूसँग नलागेर तपाईँ माग पुरा गराउन नसक्ने र यहाँ आएर तपाईँ डाक्टरलाई गोद्ने मर्ने गरी गोद्ने आइसीयूमा भेटेर आएर बिचारा एकदम भोमिटिङ पुरै सिभियर हेडेक भोमिटिङहरूको नसा जमेको जस्तो देखेछ। अनि तपाईहरूले यस्तै काम गर्दै बस्ने तपाईहरू वीरगञ्जवासीहरू, तपाईहरूको दम छ भने नारायणी अस्पताल चाहिँ 500 बेडेड फुड ब्लेड र पुरै म्यान पावर चाहियो भनेर यहाँ हामी नेपाल सरकारसँग माग्ने तपाईहरूको आँट हुनु पर्यो। तपाईहरू आफ्नो वाडा अध्यक्षसँग सम्पूर्ण मान्छे ल्याएर यहाँ पिट्न ल्याउने डाक्टरलाई, यही हो तपाईहरूको अस्तित्व। भाइ तिमी हिजो काण्डबाट जिन्दा छौ, हामी सबैजनालाई खुसी छ। मर्न पनि सक्थ्यो त्यो पनि मलाई थाहा छ। तिम्रो नयाँ लाइफ छ, तिमी के भन्न चाहन्छौ? कसरी तिमीलाई बोलाइयो थियो भनेर मैले सुने, कसरी बोलाइयो, किन बोलाइयो? तिमी त त्यहाँ वारदातबाट निस्किसकेको थियो, के भयो त्यसपछि? त्यही प्रशासन मिटिङ थियो, प्रशासन मिटिङको लागि बोलाएर त म भने जाँदिनँ होइन। अब पुरै भिड थियो नि त्यहाँ, मान्छेहरू होला गएर थियो, झडप इमर्जेन्सी भित्रै झडप भइसकेको थियो। मेरो कालर समातेर र कालर के भन्छ बटन पुरै तोडिदिएको थियो। त्यही सबै प्रशासनकै अगाडि होइन, यो इमर्जेन्सी भित्र। त्यही त अनि त्यहाँ तिमीलाई पुलिसले पनि साथमा लगेको थियो नि त? हजुर, तिमीलाई पुलिसले साथमा लग्यो पनि मेरो कालर सबै। त्यो पुलिसलाई कसैले केही गरेन? अनि मेसु थियो कि थिएन त्यहाँ? मेसु थिएन त्यहाँ। मतलब तिमीलाई बाटैमा एट्याक भइहाल्यो? पहिला इमर्जेन्सी भित्र भयो, त्यसपछि अब मिटिङ उता भयो प्रशासन भित्र। प्रशासनमा बोलाउँदाखेरि तिमीलाई जबरजस्ती बोलायो नि? हजुर, अनि त्यो के भन्छ बाटोमा, त्यसपछि बाटोमा समातेर राख्यो। बाटोमा पनि फेरि गोद्यो तिमीलाई? हजुर, त्यहाँ हेलमेट र ठुलो ढुङ्गाहरू प्रहार भयो थियो। म जस्तो तस्तै त्यहाँ त तिमीलाई सुने मैले बाटोमा चाहिँ प्रशासन चाहिँ थियो, 2 जना मात्र थियो। त्यो निलो हटिहाल्यो, तिमीलाई मजाले पिटवायो? हजुर, पुरै मस्त मलाई कुटाएछ। भाइ मैले मेरो तरिकै यही हिसाबले बोल्छु, तर मलाई लागिरहेछ कि तिमीलाई त्यहाँ बोलाएर मार्न लागि बोलाइएको थियो क्या। तिम्रो पञ्चायती गराउनुभन्दा पहिले तिमीलाई त्यहाँ मार्नबाट एट्याक गरिएको थियो। प्रशासन त्यहाँ हुँदै तिमीलाई एट्याक गरेको थियो। तिम्रो नयाँ लाइफ छ भाइ, तिमी 1% पनि नडराउनु। यो नयाँ लाइफ छ, यो रोजीरोटीले तिमीलाई जिन्दा गर्ने होइन। हामी सबै यहाँ सबैजना हामी छौँ, यहाँ हामी सबैजना छौँ। त्यहाँ मिटिङहरू पनि भइरहेछ। तिमी आरामले आफ्नो टेक केयर गर, आफ्नो हेल्थलाई हेर अनि नडराऊ। सानो डाक्टर छौ भनेर अगाडि पठाएर मार्ने जुन सिस्टम छ नि त्यो अब हामी त्यसको लागि पुरा गर्छौँ। नडराऊ है भाइ, धन्यवाद।